नमस्कार, म तपाईहरुकै कोरियन भाषा प्रशिक्षक आयुष मगर। तपाईहरु सधैँको जस्तै कोरियन भाषाको भिडियोमा पर्खाइमा बसिरहनु भएको सबैजना सन्चै सुव्यस्तै हुनुहुन्छ भन्ने आशाको साथ सधैँको जस्तै आज पनि भिडियो लिएर मैले आइसकेको छु। सबैजना भिडियोलाई हेरेर अन्तिमसम्म राम्रोसँग अध्ययन गर्नुहोला। आज चाहिँ मैले जुन हिजो हामीहरुको लेसन 1 छागिसोगे है, लेसन 1 को टपिक चाहिँ हाम्रो के थियो, छागिसोगे आफ्नो परिचय भन्ने टपिकको बारेमा हिजो हामीले लेसन 1 भिडियो सकेको थियौं है। हिजो हामीले लेसन 1 को भिडियो चाहिँ सकिएको थियो भने त्यही लेसन 1 भित्रको अवधिहरु के कति छन् त भनेर मैले त्यो लेसन 1 भित्रको अवधिहरु चाहिँ सबै तपाईहरुको लागि आज भिडियोमा समेटेर लिएर आएको छु। सबैजनाले राम्रोसँग अध्ययन गर्नु होला र जुन हामीको अवधिमा भएको फिचुतान अथवा सिमिलर मिनिङहरु चाहिँ यदि आज लेख्न मिल्दैन है, किनकि हामी त मेरो यहाँ पेन लेख्ने पेन चाहिँ नभएको कारणले, जुन पेन बिग्रेको कारणले चाहिँ आज मैले लेख्न मिल्दैन। त्यही कारणले म तपाईहरुलाई युट्युब को च्यानल, यो हाम्रो युट्युब च्यानलमा एउटा पोस्ट भन्ने अप्सन छ, त्यो पोस्टमा चाहिँ म आज पोस्ट गर्दिने छु। जति मिनिङहरु यो हाम्रो अलिक गाह्रो मिनिङ अथवा यो फ्युसितान मिनिङहरु अथवा अवधि भित्र भएको गाह्रो गाह्रो मिनिङहरु म पोस्ट गर्दिने छु। सबैजनाले त्यहाँबाट अध्ययन गर्नु होला। आज चाहिँ हामी के कस्तो छ सरर मात्रै हेर्छौं है, र मैले तपाईहरुले बुझ्ने गरी नेपालीमा पनि लेख्दिएको छु। तपाईहरुले राम्रोसँग अध्ययन गर्नु होला र कहाँबाट हेरिरहनु भएको छ कमेन्ट गर्न चाहिँ अवश्य नबिर्सिनु होला। ल यति भन्दै आजको भिडियो तर्फ लागौं। लेसन 1 मा के छ त तपाईको लेसन 1 भित्रको अवधिहरु के छन् त हामी सरर हेर्दै जाउँ। एक नम्बरमा छ तपाईको ख्याङचालग्वान। ख्याङचालग्वान भने के हो त प्रहरी अधिकृत अथवा प्रहरी अफिसर भन्दा पनि हुन्छ है। ख्याङचालग्वान भने के हो त प्रहरी अधिकृत अथवा प्रहरी अफिसर भन्दा पनि हुन्छ। अब प्रहरी अधिकृत अथवा प्रहरी अफिसरलाई चाहिँ कुन तरिकाले चाहिँ एक्जाममा व्याख्या गरेको हुन्छ त, हामीले कुन तरिकाले व्याख्या गरेको बेला चाहिँ ख्याङचालग्वान अथवा प्रहरी अधिकृतलाई छान्ने हो, त्यो कुरा हामी सरर हेरौँ है। हामीको यहाँ भनेको छ कोरियनमा, सरर कोरियनमा पढौँ। हामीको कोरियनमा के छ भने साहोइ भनेको समाज है, साहोइ भनेको जुन हाम्रो समाजलाई के भन्छ साहोइ भनिन्छ। अनि नाउ प्लस ए भनेको को भन्ने अर्थ दिन्छ भने साहोइ ए भनेको समाजको हो। अनि छिल्छ भनेको नियम, नियमलाई के भन्छ छिल्छ, छिल्छ भनेको के हो त नियम, छिल्छ रुल नियमलाई, समाजको नियमलाई। छिखिदा भनेको तपाईको के हो त पालना गर्नु, छिखिदा भने के हो त मेन भक्त चाहिँ छिखिदा, छिखिदा भने पालना गर्नु। अनि त्यसपछि तपाईको छिखिगो छ नि, जुन त्यो चाहिँ गो भनेको चाहिँ तपाईको भिएसटी प्लस गो, भिएसटी प्लस गो भने के हो त एर भन्ने अर्थ दिन्छ भने सिखिगो पालना गरेर। अनि खुकमिन भने के हो त नागरिक, खुकमिन भनेको नागरिक है, नागरिकलाई हामी के भन्छौं खुङमिन, खुङमिन भने के हो त नागरिक, जुन खुङमिने भने नागरिकको। आन्जन भनेको सुरक्षा, आन्जन भनेको के हो त सुरक्षा। अनि नाउ प्लस वा ग्वा भनेको र सँग भन्ने अर्थ दिन्छ भने आन्जन ग्वा छेसानुल भनेको छ। छेसान भनेको चाहिँ सम्पत्ति, जुन सम्पत्तिलाई चाहिँ हामी के भन्छौं छेसान भनिन्छ है, छेसान भनेको सम्पत्ति। अनि र आन्जन ग्वा छेसानुल भनेको छ सुरक्षित र सम्पत्तिलाई, जुन सुरक्षा है, सुरक्षित भने चाहिँ सुरक्षा र सम्पत्तिलाई। फो आधा भनेको सुरक्षा गर्नु, फो आनु सुरक्षा गर्ने। इरुल भनेको के हो त कामलाई, इल भनेको काम। अनि नाउ प्लस उल रुल भनेको चाहिँ के हो त लाई भन्ने अर्थ दिन्छ क्या तपाईको, त्यही भयो इरुल कामलाई। अनि मारादा भनेको कुरा गर्ने अथवा भन्नु भन्ने अर्थ दिन्छ भने मारामनिदा भनिन्छ भनेको छ है। जुन बेस्ट प्लस मनिदा सुनिदा भने के हो त छचौ छिन्छस् भन्ने अर्थ दिन्छ, त्यही भएर मारामनिदा भनेको के हो त भनिन्छ भनेको छ। जुन प्रहरी अधिकृत अथवा प्रहरी अफिसर भनेको चाहिँ के रहेछ त समाजको नियमलाई पालना गरेर चाहिँ नागरिक अथवा हामीहरू भनौँ न, हामी पनि नागरिक हो, नेपालको नागरिक हो। जुन नागरिकको चाहिँ सुरक्षा, नागरिकको सुरक्षा र सम्पत्तिलाई सुरक्षा गर्ने कामलाई चाहिँ के भनिँदो रहेछ प्रहरी अधिकृत। अथवा जुन त्यो समाज, जुन समाजको नियमलाई अथवा नियमलाई पालना गरेर अथवा नागरिकको सुरक्षा र सम्पत्तिलाई सुरक्षा गर्ने पदमा है, सुरक्षा गर्ने कामको पदमा आबद्ध भएको व्यक्तिलाई चाहिँ के भनिँदो रहेछ ख्याङचालग्वान अथवा प्रहरी अधिकृत भनिँदो रहेछ है। ल सबैजनाले के कति बुझ्नुभयो भन्ने आशाको साथ म तलतिर झरे है त। अब 2 नम्बरमा रहेको छ। 2 नम्बरको पहिला हामी चित्र हेरौँ। यो चित्र के को हो त तपाईले लेसन 1 मा हेर्नु भयो होला, लेसन 1 को अवधि जुन शब्द भण्डार 2 मा तपाईले देख्नु भयो होला। यो चित्र के को चित्र हो त हेर्नु त, हेर्दा त हामीको के छ त एकजना मान्छेले पुरा ग्यास बोकिरहेछ हैन। अब के रहेछ त हेरौँ। सोबाङवान भनेको के हो त अग्नि नियन्त्रक, जुन आगो निभाउने व्यक्ति अथवा आगो निभाउने कर्मचारीलाई के भन्छ सोबाङवान। सोबाङवान भनेको अग्नि नियन्त्रक। जुन अब यो सोबाङवानको अलिकति अवधि पढ्नु भन्दा यो चित्रमा भएको कुरालाई अलि व्याख्या गरौँ। जुन यो आगो निभाउने व्यक्ति छ नि, आगो निभाउने व्यक्तिले लगाएको लुगालाई चाहिँ हामी के भन्छौं
फाङ्यलबोक भनिन्छ। फाङ्यलबोक भनेको के हो त? आगो निभाउने व्यक्तिले लाउने लुगालाई चाहिँ हामीले फाङ्यलबोक भनिन्छ। जुन त्यसले चाहिँ त्यो लुगाले चाहिँ तपाईँको तातो आगोको तातोलाई चाहिँ छेक्ने काम गर्छ। अनि जुन यो व्यक्ति अथवा यो मानिसले बोकेको हातमा बोकेको छ नि रातो रातो कलरको एउटा बोतल जस्तै अथवा ट्याङ्की जस्तै एउटा पाइप समातेर बोतल ढुन्डाइरहेको छ नि, यसलाई चाहिँ हामी के भन्छौँ भने सोहागी। सोहागी भनेको चाहिँ के हो त? आगो निभाउने उपकरण। सोहागी भनेको के हो त? आगो निभाउने उपकरण। यो मिनिङहरू म सबै युट्युबको हाम्रो युट्युब च्यानलको पोस्ट भन्ने एउटा अप्सन छ, त्यहाँ पोस्टमा जानु भने त्यहाँ सजिलै भेट्न सक्नुहुनेछ। म अहिले भिडियोलाई पोस्ट गर्ने बित्तिकै तपाईँहरूलाई त्यो मिनिङहरू पनि सबै साथै पोस्ट गरिदिनेछु ल। अब जुन सोभाङ्गवान भनेको अग्नि नियन्त्रक कर्मचारी भइहाल्यो। अब यो अग्नि नियन्त्रक कर्मचारीको चाहिँ के कस्तो व्याख्या हुन्छ त हेरौँ है त। वाजे भनेको के हो त? आगो। जुन वाजे भनेको आगो भन्छ। वाजे फुल भनेको नि आगो है। जुन हामीको बुल हुन्छ तर ब चाहिँ अगाडि आउँदा के हुन्छ? फुल हुन्छ। त्यही भएर फुल भनेको नि आगो भन्ने अर्थ लाग्छ भने वाजे भनेको नि आगो भन्ने अर्थ लाग्छ। अनि वाजे रुल भनेको आगोलाई, नाउ प्लस उल रुल भनेको के हो त? लाई। वाजे रुल आगोलाई। अनि मेन भब चाहिँ हामीको माग्ता है। माग्ता भनेको रोक्नु। माग्ता भनेको के हो त? रोक्नु भन्ने अर्थ दिन्छ भने माग्कना भनेको के हो त? रोक्ने वा जुन बेस्ट प्लस गना भनेको वा अथवा भन्ने अर्थ दिन्छ। त्यही भएर माग्कना भनेको रोक्ने वा। अनि छिनाफानुन भनेको जुन छिनाफानुन छ नि, छिनाफादा मेन भब हाम्रो के हो त? छिनाफादा। छिनाफादा भनेको चाहिँ तपाईँको निभाउनु है। छिनाफादा भने के हो त? निभाउनु अथवा दबाउनु भन्ने अर्थ दिन्छ। छिनाफादा भने के रहेछ त? निभाउनु अथवा दबाउनु भन्ने अर्थ दिन्छ भने छिनाफानुन निभाउने। अब तपाईँले दबाउने भन्दा नि अब आगोलाई दबाउने भन्दा नि के भन्दा मिल्छ त? निभाउने भन्दा मिल्छ नि। त्यही भएर निभाउने। इल भनेको के हो त? इल भनेको काम, इरुल कामलाई। हान्नुन भनेको गर्ने। हादा मेन भब भनेको के हो त? हादा। हादा भने गर्नु, हान्नुन गर्ने। खुङ्मुवान इम्मिदा भनेको छ। खुङ्मुवान भनेको के हो त? सरकारी कर्मचारी। इम्मिदा भनेको हो भनेको छ। भनेपछि अब यहाँदेखि के बुझ्नुभयो त? सोभाङ्गवान भनेको के रहेछ त? आगोलाई रोक्ने वा निभाउने काम गर्ने सरकारी कर्मचारी हो भनेको चाहिँ के रहेछ? जुन सोभाङ्गवान अग्नि नियन्त्रक कर्मचारी। अग्नि नियन्त्रक कर्मचारीलाई कसरी व्याख्या गरिँदो रहेछ त? आगोलाई रोक्ने वा निभाउने काम गर्ने सरकारी कर्मचारी हो भनेपछि चाहिँ के रहेछ त? अग्नि नियन्त्रक कर्मचारी। किनकि आगो निभाउने मान्छे हो नि त व्यक्ति कर्मचारी। त्यही भएर चाहिँ आगोलाई रोक्ने वा निभाउने सरकारी कर्मचारी भने चाहिँ के हुँदो रहेछ त? सोभाङ्गवान। ल सबैजनाले बुझ्नुभयो भन्ने आशा साथ फेरि म तलतिर झरेँ है त। हामीहरूको 3 नम्बरमा रहेको छ खुङ्मुवान। खुङ्मुवान भनेको के हो त? सरकारी कर्मचारी। जुन हेर्नु त चित्रलाई हामी सुरुमा चित्रलाई हेरौँ। हामीको जुन यो व्यक्तिको पछाडि के छ त? हामीको सिछङ। सिछङ भनेर लेखेको एउटा भवन छ। खन्मुल भनेको त भवन। सिछङ भनेर लेखेको एउटा भवन छ भने सिछङ भनेको के हो भन्नुहुन्छ भने जुन हामीको नेपालको नगरपालिकाहरू भने जस्तै चाहिँ कोरियामा चाहिँ के भन्छ? सिछङ भनिन्छ। अनि जुन हामीको नगरपालिका हुँदै काम गर्ने व्यक्तिहरूलाई अथवा कर्मचारी सरकारी कर्मचारीलाई चाहिँ के भनिँदो रहेछ? खुङ्मुवान भनिन्छ। भनेपछि अब खुङ्मुवानको के कस्तो व्याख्या छ त? त्यो कुरा हेरौँ है त। यहाँ भनेको छ तपाईँको खुक्का भनेको के हो त? राष्ट्र है। खुक्का नारा भनेको राष्ट्र देश भन्ने अर्थ दिन्छ भने नाउ प्लस नाइना भनेको वा अथवा भनेपछि खुक्का ना भनेको राष्ट्र वा छिबाङ्गे छ भनेको क्षेत्रमा। खोङगोङ भनेको के हो त? सार्वजनिक। खोङगोङ भनेको सार्वजनिक। अनि थान्चे भनेको समूह। थान्चे भनेको के हो त? समूह। अनि थान्चे भनेको समूहको। थान्चे भनेको के हो रहेछ त? समूहको। थान्चे भनेको समूहको। अप्मु भनेको काम। अम्मु है। अप्मु हुँदैन, अम्मु हुन्छ। किनकि ब लगत्तै म आउँछ भने दुबैको उच्चारण ममा उच्चारण गर्नु। त्यही भएर अम्मु रुल भनेको कामलाई। थामदाम हान्नुन भनेको छ। थाम्दा हादा भनेको चाहिँ जिम्मा लिनु। थाम्दा हादा मेन भब चाहिँ हाम्रो थाम्दा हादा है। थाम्दा हादा भनेको जिम्मा लिनु। अनि थामदाम हानुन भनेको के हो त? जिम्मा लिने। साराम भनेको मान्छे। सारामुल मान्छेलाई मारामनिदा भनिन्छ भनेको छ। सरकारी कर्मचारी भनेको चाहिँ के रहेछ त? राष्ट्र वा क्षेत्रमा सार्वजनिक समूहको है। राष्ट्र वा क्षेत्रमा सार्वजनिक समूहको कामलाई जिम्मेवारी लिने अथवा मान्छेलाई भनिन्छ। जिम्मेवारी लिने मान्छेलाई चाहिँ के भनिँदो रहेछ? खुङ्मुवान। जुन राष्ट्र अथवा क्षेत्रभित्र जुन हाम्रो एउटा नगरपालिकाभित्र भयो अथवा वडा कार्यालयभित्र भयो त्यस्तो कार्यालयभित्र चाहिँ के हुन्छ त? हामीले जुन हामी नागरिक गइसकेपछि हामीहरूको कामहरू उहाँहरूले जिम्मा लिने काम गर्नुहुन्छ नि। किनकि जिम्माहरू लिने अथवा हाम्रो कामहरू गरिदिने काम गर्नुहुन्छ भने चाहिँ उहाँहरूलाई चाहिँ हामी के भनिँदो रहेछ? खुङ्मुवान भनिँदो रहेछ। सरकारी कर्मचारी भनेको चाहिँ के रहेछ त? राष्ट्र वा क्षेत्रमा सार्वजनिक समूहको कामलाई जिम्मेवारी लिने मान्छेलाई भनिन्छ भनेपछि के हुँदो रहेछ? खुङ्मुवान।
के कति बुझ्नुभयो? अब अर्कोतिर लागौँ। अब 4 नम्बर अप्सनमा रहेको छ तपाईको छम्वन। छम्वन भनेको के हो त? पसलको स्टाफ है। छम्वन भनेको के रहेछ त? पसलको स्टाफ। अब पसलको स्टाफलाई के कसरी व्याख्या गरेको हुन्छ हामी सरर हेरौँ है त। चुरो भनेको के हो त? प्राय। चुरो भनेको प्राय भने चाहिँ चुरो प्राय। सोमेजम भनेको खुद्रा पसल अथवा पसल भन्दा नि भइहाल्यो। सोमे जमिना भनेको पसल वा है, खुद्रा पसल अथवा पसल वा। उम्सिकचम भनेको चाहिँ भोजनालय अथवा रेस्टुरेन्टलाई के भन्छ? उम्सिकचम भनिन्छ है। त्यहाँ जम हुँदैन, चम हुन्छ है। उम्सिकचम भनेको भोजनालय अथवा रेस्टुरेन्ट। दुङेस भनेको आदिमा। खोगे जुन खोगेगे भनेको के हो त? खोगेक भनेको ग्राहक। खोगेगे भनेको के हो त? ग्राहकलाई नाउँ प्लस एगे भनेको लाई भन्ने अर्थ दिन्छ भने खोगेगे भनेको ग्राहकलाई। सबिसु भनेको सेवा। सबिसु भनेको के रहेछ त? सेवा। सबिस्रु सेवालाई। छेगुङ हादा भनेको उपलब्ध गर्नु भन्ने जनाउँछ। छेगुङ हादाको फान्देमाल चाहिँ जुन छेगुङ हादाको फान्देमाल चाहिँ मिजेगोङ हादा हुन्छ है। छेगुङ हादाको फान्देमाल के हुँदो रहेछ त? मिजेगोङ हादा हुन्छ। जुन छेगुङ हादा उपलब्ध गर्नु अनि मिजेगोङ हादा भनेको चाहिँ के हो त? उपलब्ध नगर्नु भन्ने अर्थ दिन्छ। अनि छेगोङ हान्नुन भनेको उपलब्ध गर्ने। साराम भनेको मान्छे। सारामुल मान्छेलाई मारामनिदा भनिन्छ भनेको छ है। मारामनिदा भनिन्छ भनेको छ भनेपछि जुन हामीको छम्वन भनेको चाहिँ के रहेछ त? प्राय सानो पसल वा खुद्रा पसलमा पसल वा रेस्टुरेन्टमा चाहिँ रेस्टुरेन्ट आदिमा चाहिँ तपाईको के रहेछ? ग्राहकलाई सेवा उपलब्ध गर्ने मान्छेलाई चाहिँ के भनिदो रहेछ? छम्वन भनिदो रहेछ। ल चित्र पनि याद गर्नु होला। हामीहरूको बुकमा नि सेम यही चित्र छ जुन मैले बुककै चित्र तानेर राखेको छु है। सबैजनाले राम्रोसँग अध्ययन गर्नु होला। अब तलतिर हामी 5 नम्बरतिर लागौँ। 5 नम्बर हामीको 5 नम्बरमा रहेको छ उइसा र फाक्सा है। उइसा र फाक्सा भनेको के हो त? डाक्टर। उइसा भनेको नि डाक्टर, फाक्सा भनेको नि के हो त? डाक्टर भन्ने अर्थ दिन्छ भने इल्जङआन भनेको तोकिएको अथवा निश्चित गरिएको अथवा तोकिएको। झाग्यगुल भनेको प्रमाणपत्रलाई। जुन झाग्यगुल भनेको के हो त? एउटा प्रमाणपत्र भन्दा नि बुझिन्छ अथवा योग्यता है। झाग्य भनेको चाहिँ मेन चाहिँ योग्यता भन्ने अर्थ दिन्छ भने झाग्यगुल भनेको योग्यतालाई। खाजिगोस भनेको जुन खाजिगोस भने लिएर है। खाजिगोस जुन हामीको यहाँ गोस हुँदैन है, स हुँदैन। जुन टाइपिङ गर्दा अलिकति मिस्टेक भएको रहेछ। जुन खाजिगो हुन्छ है, खाजिगो लिएर। अनि फ्याङएसा भनेको जुन फ्याङ भनेको चाहिँ रोग भन्ने अर्थ दिन्छ तर यहाँ हामीको फ्याङवान हुन्छ है। फ्याङवान यहाँ अलिकति टाइपिङ गर्दाखेरि अलिकति मिस्टेक भएको रहेछ। सबैजना मिलाउनु होला। फ्याङवान है। फ्याङवानेसा भनेको हस्पिटलमा। अनि छिन्छारागा जुन छिन्छारादा भनेको के हो त? छिन्छारादा भनेको चाहिँ चेक जाँच गर्नुलाई छिन्छारादा भन्छ है। छिन्छारादा भनेको चेक जाँच गर्नु। अनि छिन्छारागना भनेको चेक जाँच गर्ने वा। अनि छिर्यो भनेको उपचार। छिर्यो हान्नुन भनेको उपचार गर्ने। छिगबुल भनेको पेसालाई मारामनिदा भनिन्छ भनेको छ है। जुन हामीको के रहेछ त? डाक्टर भनेको चाहिँ एउटा तोकिएको योग्यतालाई चाहिँ जुन एउटा तोकिएको अथवा निश्चित गरेको योग्यतालाई चाहिँ लिएर चाहिँ हस्पिटलमा चेक जाँच गर्ने अथवा रोगलाई चेक जाँच गर्ने अनि उपचार गर्ने कामलाई चाहिँ के भनिदो रहेछ? मारामनिदा भनिन्छ भने त्यो पेसालाई चाहिँ के भनिदो रहेछ? त्यो पेसामा आबद्ध भएको व्यक्तिलाई चाहिँ के भनिदो रहेछ? उइसा अथवा फाक्सा भनिदो रहेछ। ल अब रह्यो तलतिर 6 नम्बरमा। 6 नम्बरमा रहेको छ तपाईको थोङ्यो। थोङ्यो भनेको के हो त? सहकर्मी। थोङ्यो भनेको के रहेछ त? सहकर्मी। जुन सहकर्मी भनेको के हो त? तपाईलाई जुन एउटै कम्पनीमा हामी कामहरू गर्यौं भने जुन एउटा हामीको काम सँगै गर्ने व्यक्तिहरूलाई चाहिँ हामी के भन्छौँ? सहकर्मी अथवा जुन भनौँ न सहकर्मी भनिन्छ। अब सहकर्मीलाई कुन तरिकाले व्याख्या गरेछ यहाँ सरर हेरौँ। खातुन भनेको उस्तै। खाता भनेको उस्तै हुनु अथवा खातुन भनेको के हो त? उस्तै। छिकचाङ भनेको कार्यालय। छिकचाङे छ कार्यालयमा। आम्के सँगै। इरानुन भनेको के हो त? काम गर्ने। इरादा भने काम गर्ने, इरानुन काम गर्ने। साराम इनिदा भनेको के हो त? मान्छे हो भनेको छ। सहकर्मी भनेको चाहिँ के रहेछ त? जुन सहकर्मीलाई कुन तरिकाले व्याख्या गरिदो रहेछ अथवा सहकर्मी भनेको के रहेछ त? जुन उस्तै कार्यालयमा उस्तै कार्यालय अथवा स्थलमा जुन कार्यस्थलमा चाहिँ सँगै काम गर्ने मान्छे हो भन्यो भने चाहिँ के हुँदो रहेछ त? थोङ्यो सहकर्मी। हेर्नु त हाम्रो सहकर्मीको चित्र पनि साह्रै राम्रो पो रहेछ त हौ। ल सबैजनाले सहकर्मीको चित्र यहाँ रहेको छ भने जुन सहकर्मीलाई कसरी कुन तरिकाले व्याख्या गरिएको हुन्छ यहाँ लेखिसकेको छ है। सबैजना राम्रोसँग अध्ययन गर्नु होला। अब हामी लागौँ 7 नम्बर। 7 नम्बरमा रहेको छ नोङ्बु। नोङ्बु भनेको किसान, नोङमिन भनेको के हो त? किसान। अब नोङ्बु नोङमिन भनेको किसान भने चाहिँ अब किसानलाई कुन तरिकाले व्याख्या गरे सरर हेरौँ है त। छाकमुरुल भनेको जुन छाकमुल भनेको चाहिँ हामीको बाली नाली भन्ने अर्थ दिन्छ। अनि छाकमुरुल भनेको बाली नालीलाई। सिङ्गो। सिङ्गा भनेको रोप्नु। सिङ्गो भनेको के हो त? रोपेर है। सिङ्गो भनेको रोपेर।
अनि खिउदा भनेको हुर्काउनु भन्ने अर्थ दिन्छ भने खिउवा भनेको हुर्काई सुवा खादा भनेको भित्राउनु जुन बालनाले भित्राउनुलाई सुवा खादा मेन भब चाहिँ सुवा खादा हुन्छ जुन बालनाले भित्राउनुलाई के भनिन्छ सुवा खादा भनिन्छ भने सुवा खानुन भित्राउने दुङ्गे भनेको आधीको नोङजाङ अप भनेको चाहिँ जुन कृषि उद्योगलाई के भन्छ नोङजाङ अप भनिन्छ भने नोङजाङ अबुल कृषि उद्योगलाई सुइङ हानुन भनेको सञ्चालन गर्ने जुन कृषि उद्योगलाई चाहिँ अथवा कृषिलाई सञ्चालन गर्ने सुयोङ हादा भनेको सञ्चालन गर्नु भन्ने अर्थ दिन्छ भने सुयोङ हानुन सञ्चालन गर्ने सारामूल मान्छेलाई मारामिदा भनिन्छ भनेको छ जुन हाम्रो किसान भनेको चाहिँ कस्तो रहेछ त बालनालीलाई रोपेर हुर्काई है बालनाली रोपेर हुर्काई भित्राउने आदि जुन हाम्रो कृषि उद्योग अथवा कृषिलाई सञ्चालन गर्ने भने चाहिँ कृषि गर्ने मान्छेलाई के भनिदो रहेछ त नोङ्बु अथवा नोङमिन भनिदो रहेछ ल नोङ्बु अथवा नोङमिन भनेको चित्र के छ त हेर्यौँ है त सर अब यो चित्रको व्याख्या गरौँ न त अलिकति हाम्रो जुन यो व्यक्तिले लगाएको टोपी छ नि अब यसलाई के भन्ने म चाहिँ छत्रे टोपी भन्छु तपाईँहरू के भन्नुहुन्छ है यो टोपीलाई चाहिँ हामी खास गरी कोरियनमा भन्नुपर्ने भने चाहिँ अब टोपीलाई मात्र भन्नुहुन्छ भने चाहिँ मोजा भनिन्छ है मोजा भनेको चाहिँ टोपी भन्ने अर्थ लाग्छ भने तर यो किसानले लगाएको टोपीलाई चाहिँ खास गरी यसको नाम चाहिँ के हो भने मिलचिप मोजा है मिलचिप मोजा भनेको चाहिँ तपाईँको गाउँको छ्यालीबाट अथवा गाउँको परालबाट बाटेर बनाइएको टोपीलाई के भन्छ मिलचिप मोजा जुन यो किसानले लगाएको अथवा नोङ्बुले लगाएको टोपीलाई चाहिँ के भन्छ मिलचिप मोजा भनिन्छ भने अब यो जुन किसानले बोकेको हातमा बोकेको एउटा जुन दाना दाना छ भनेपछि यो के हो त धान जस्तो पनि देखिन्छ भनेपछि धानलाई के भन्ने भन्नुहुन्छ भने फ्य भनिन्छ है फ्य खास गरी व्य हुनुपर्ने ठाउँमा तर ब चाहिँ अगाडि अक्षरको फर्स्ट लेटर भराउँदाखेरि फ्य भनेर पढिन्छ त्यही भएर फ्य भनेको के हो त धान अनि जुन धान भनेपछि धानबाट निक्लिने कुरालाई पनि त भनौँ न जुन धानबाट निस्किने चामल हुन्छ नि चामललाई चाहिँ के भन्ने साल भनिन्छ है चामललाई चाहिँ हामी साल भन्ने गर्छौँ ल अब तलतिर लागौँ भिडियो फिडियो लामो हुने गर्छ अब 8 नम्बरमा रहेको छ खिसुल्जा खिसुल्जा भने के हो त टेक्निसियन है खिसुल्जा भने के रहेछ त टेक्निसियन अब रह्यो टेक्निसियन भनेको के कस्तो छ त अब त्यसको बारेमा के कसरी व्याख्या गरेछ हेरौँ है त अत्तन भनेको कस्तो भन्दा नि कुनै अत्तन फुन्या ए भनेको चाहिँ कुनै क्षेत्रमा है फुन्या भनेको क्षेत्र अनि ए नाउन प्लस ए भनेको मा भन्ने अर्थ दिन्छ भने अत्तन फुन्या ए भनेको कुनै क्षेत्रमा जुन छनमुन जगिन भनेको छ छनमुन जगिन भने के हो त व्यावसायिक छनमुन भनेको व्यावसायिक छनमुन जगिन भनेको व्यावसायिक अनि खिसुल भनेको चाहिँ सिप खिसुल भनेको टेक्निसियन खिसुल भनेको के हो त सिप भन्ने अर्थ दिन्छ खिसुरुल भनेको सिपलाई खाजिन लिएको सारामिङ्दा भनेको मान्छे हो भनेको छ खिसुल्जा भने के चाहिँ के रहेछ त कुनै पनि क्षेत्रमा व्यावसायिक सिपलाई लिएको मान्छे हो भन्यो भने चाहिँ के हुँदो रहेछ खिसुल्जा टेक्निसियन है खिसुल्जा अथवा टेक्निसियन ल सबैजनाले राम्रोसँग यो कुरालाई मजाले अध्ययन गर्ने तपाईँहरूलाई यही अघि ठ्याक्कै आउँछ भन्ने हुँदैन यो तरिकाले चाहिँ व्याख्या गरिन्छ है भन्ने एउटा तपाईँहरूको के हो त फर्मेट हो है सबैजना राम्रोसँग यो कुराहरू कतिपय कुराहरू यही मिसेर पनि आएको हुन्छ भने तर तपाईँलाई जुन मैले बनाएँ त्यही तरिकाले ठ्याक्कै अघि आउँछ भन्ने हुँदैन यसमै अलिकति केही मात्रामा कुराहरू थपेर आएको हुन्छ है तपाईँले त्यतिखेर बुझ्न सक्नु पर्यो यो तरिकाले चाहिँ आउँछ है भनेर ल अब तलतिर लागौँ हामीको 9 नम्बरमा रहेछ खानोसा है 9 नम्बरमा के छ त खानोसा 9 नम्बरको चित्र के हो त खानोसा भन्ने रहेको छ भने अब खानोसालाई कुन तरिकाले व्याख्या गरेको हुन्छ हेरौँ है त जुन खानोसा भनेको नर्स अब नर्सलाई कुन तरिकाले व्याख्या गरेको छ हेरौँ त फ्याङवानेस भनेको हस्पिटलमा है फ्याङवान भनेको हस्पिटल फ्याङवानेस हस्पिटलमा उइसा भनेको के हो त डाक्टर उइसा भनेको डाक्टर उइसा पाक्सा भनेको के हो त डाक्टर भन्ने अर्थ दिन्छ भने उइसारुल डाक्टरलाई अनि थोवा भनेको सहयोग है थोवा भनेको सहयोग गर्नु थोवा सहयोग अनि जुन आछुदा अछुदा यछुदा हेछुदा भने के हो त यी दिनु भन्ने अर्थ दिन्छ भने छुवा छुवा छु गना भनेको सहयोग गरिदिने वा है जुन डाक्टरलाई सहयोग गरिदिने वा वान्जा भनेको के हो त बिरामी हुन्जा भनेको फेरि हुन्जा भन्यो भने एक्लै भन्ने अर्थ दिन्छ भने वान्जा भनेको चाहिँ के हो त बिरामी भन्ने अर्थ दिन्छ वान्जारुल बिरामीलाई अनि थोल्बो हादा भनेको अर्थ चाहिँ के भने थोल्बो हादाको अर्थ चाहिँ ख्याल गर्नु केयर गर्नु अथवा जुन हामीको हेरविचार गर्नु भन्ने अर्थ दिन्छ जुन ख्याल गर्नु भनौँ न थोल्बो हानुन भनेको ख्याल गर्ने छिगबिन भने के हो त पेसा छिगप भने के हो त पेसा भन्ने अर्थ दिन्छ भने छिगबिन पेसा पेसा भएको जुन इदा नाउन प्लस इदा भनेको हो भन्ने अर्थ दिन्छ भने तपाईँको इदाको दा हटाइयो अनि न भेस्टी प्लस के राखियो त न र उन मध्येमा नराखियो भने चाहिँ छिगबिन भनेको पेसा भएको सारामिन्दा भने चाहिँ मान्छे हो भनेको छ जुन खानोसा भने चाहिँ के रहेछ त हस्पिटलमा डाक्टरलाई सहयोग गरिदिने वा
तपाईको बिरामीलाई ख्याल गर्ने अथवा हेरविचार गर्ने पेसामा आबद्ध छ अथवा पेसा भएको मान्छेलाई चाहिँ के भनिदो रहेछ खानोसा भनिदो रहेछ तपाईहरुलाई नेपालीमा त आइहाल्छ कोरियनमा कुन तरिकाले आउँछ यो फर्मेटहरु हेर्नु होला है ल अब खानोसाको चित्र एकचोटी हेरौँ न त खानोसाको चित्र राम्रो रहेछ है र अब रह्यो हामीको 10 नम्बरमा रहेको छ युरिसा छोरिसा युरिसा भने के हो त कुक छोरिसा भनेको नि कुक भनेपछि युरिसा छोरिसा भने के हो त कुक भन्ने अर्थ दिन्छ अब कुकलाई के तरिकाले कस्तो तरिकाले व्याख्या गरेको छ भने सिताङ भनेको रेस्टुरेन्ट सिताङे छ रेस्टुरेन्टमा उम्सिकुल भनेको खानालाई मान्दुन भनेको के हो त बनाउने मान्दुल्ला मेन भब चाहिँ हाम्रो के हो त मान्दुल्ला हो जुन हाम्रो मान्दुल्लाको दा काटेपछि हाम्रो भेष्टीको अन्तिम भाषण के हुन्छ लमा अन्त्य भएको हुन्छ ल चाहिँ तपाईको न बस ल लगत्तै न बस जस्ता ग्रामर जोडिन आउँछ भने ल के हुन्छ अपवाद हुन्छ ल ल हटाइन्छ त्यही भएर मान्दुन भएको है जुन भेष प्लस नुन भनेको ने भन्ने अर्थ दिन्छ भने ने भन्ने अर्थ दिन्छ भने जुन मान्दुन भनेको बनाउने उम्सिकुल खानालाई मान्दुन बनाउने छिगबुरो भनेको के हो त पेसाद्वारा है पेसाद्वारा छिगब भने पेसा अनि नाउन प्लस रो उरो भने के हो त तिरद्वारा भन्ने अर्थ दिन्छ नि छिगबुरो पेसाद्वारा इरुल भनेको कामलाई हानुन गर्ने साराम इन्दा भनेको मान्छे हो भनेछ कामलाई गर्ने मान्छे हो भनेको छ अब जुन खानोसा भने सरी योरिसा छोरिसा भने के रहेछ त रेस्टुरेन्ट अथवा होटल हुँदै रेस्टुरेन्ट हुँदै सिताङ भनेको रेस्टुरेन्ट है रेस्टुरेन्टमा खाना बनाउने अथवा कुनै होटलमा खाना बनाउने है हो त्यस्तो खाना बनाउने पेसाको रूपमा काम गर्ने मान्छे हो भन्यो भने चाहिँ के भनिदो रहेछ त योरिसा अथवा छोरिसा भनिदो रहेछ त्यस्तो व्यक्तिहरूलाई चाहिँ ल अब तलतिर लागौँ योरिसाको चित्र पनि हेरिहाल्नु भयो के कस्तो छ मजाले खानासाना पकाइरहेको छ अब तलतिर लागौँ 11 नम्बरमा रहेको छ हाम्रो मोक्सु मोक्सु भनेको के हो त सिकर्मी मोक्सु भनेको के हो त सिकर्मी भन्ने अर्थ दिन्छ जुन हामीको काठको काम गर्ने व्यक्तिलाई के भन्छ मोक्सु जुन काठलाई हामी के भन्छौँ नामु भन्छौँ वनमुख भन्छौँ अनि अर्को रह्यो हाम्रो के छ त नामु वनमुख अनि अर्को के छ त हामीको भन्दाखेरि नामु वनमुख अनि मोक्चे भनिन्छ है काठलाई भनेपछि त्यो कुराहरू मैले अगाडिको भिडियो पनि लेखिदिइसकेको छु सबैजनाले अगाडिको भिडियोमा हेर्न सक्नुहुनेछ ल मोक्सुलाई के कतिले व्याख्या गरिएको छ हेरौँ है त के कसरी नामुरो भनेको रुखद्वारा अथवा काठद्वारा छिबुल घरलाई छिप भनेको घर छिबुल घरलाई छित्ता भनेको बनाउनु छित्कना भनेको बनाउने वा खागु यसो भने के हो त फर्निचरमा खागु भनेको फर्निचर भन्ने जनाउँछ है खागुले परिवार भन्ने पनि जनाउँछ तर अब यहाँ हामीले परिवार भनेर भएन फर्निचरमा खागु यसो फर्निचरमा थायङ्गान भनेको विभिन्न मुक्चेरो भनेको के हो त काठद्वारा है फर्निचरमा चाहिँ विभिन्न मुक्चे भने काठ मुक्चेरो काठद्वारा मुल्गन हुन् सामानलाई मान्दुन भनेको के हो त बनाउने सारा मिम्दा भनेको मान्छे हो भनेको छ अब मोक्सु भनेको चाहिँ के रहेछ त जुन हामीको कारद्वारा है यहाँ कारद्वारा भएछ सरी हामीको टाइपिङमा नेपालीको टाइपिङ अलिकति मिस्टेक भएछ है अब कतिपय कुराहरू टाइपिङ गर्दा गर्दै त्यो स्पेस छोड्दाखेरि अर्को भइदिन्छ त्यही भएर यो कुरालाई मिलाउनु होला है जुन हामीको नामु भनेको के हो त काठ भने चाहिँ काठद्वारा घरलाई निर्माण गर्ने वा अथवा फर्निचरमा विभिन्न काठद्वारा है जुन विभिन्न काठद्वारा सामानलाई बनाउने मान्छे हो भनेको छ है त्यो भन्यो भने चाहिँ के हुँदो रहेछ मोक्सु सिकर्मी है जुन हामीको यहाँ विभिन्न काठद्वारा हुनुपर्ने ठाउँमा काठद्वारा भएछ सरी यो हामीको मोबाइलमा के हुन्छ टाइपिङ गर्दा गर्दै अलिकति स्पेस छोडेपछि आफै चेन्ज भइदिन्छ त्यही भएर सबैजनाले मिलाउनु होला है हामीको कोरियनमा पढ्नुहोस् अनि त्यही अनुसार तपाईँहरूले याद गर्ने नेपालीमा पनि अलिकति केही मिस्टेकहरू छ भने मिलाउनु होला आफूले जानी मिस्टेक होइन हामीको यो टाइपिङ गर्दाखेरि आफै मिस्टेक भइदिन्छ है सबैजनाले बुझ्नु होला ल अब तलतिर लागौँ तलतिर रहेको छ हामीको 12 नम्बरमा के छ भने अबु भने के हो त माझी माछा मार्ने व्यक्तिलाई है जुन माछा समाउने अथवा माछा मार्ने व्यक्तिलाई के भनिन्छ अबु भनिन्छ भनेपछि मूलगोगी भने के हो त मूलगोगी भनेको माछा अनि मूलगोगी रुल भनेको माछालाई है मूलगोगी रुल भनेको के हो त माछालाई मूलगोगी भनेको माछा मूलगोगी रुल माछालाई अनि छाप्ता भनेको समात्नु अनि भेस्ट प्लस नुन भनेको के हो त ने भन्ने अर्थ दिन्छ भने छाप्नुन भनेको समाउने इरुल भनेको कामलाई छिगबुरो भनेको पेसाद्वारा जुन माछा समाउने कामको पेसाद्वारा अथवा माछा समाउने कामलाई पेसाद्वारा हानुन गर्ने सारा मिल्दा मान्छे हो भनेको छ अब तपाईहरुले अबु भनेको मान्छे तपाईहरुले सामान्य रूपमा नेपालीमा याद गर्नु भइहाल्यो र जुन यहाँ भएको जति चाहिँ तपाईहरुले मिनिङ मात्र याद गर्नु भने तपाईहरुलाई एकदम सजिलो हुन्छ है अब अबु भने के रहेछ त जुन माछा समाउने कामलाई चाहिँ पेसाद्वारा गर्ने मान्छे हो भन्यो भने चाहिँ के हुँदो रहेछ त अबु अब तपाईहरुले सामान्य रूपमा माछा समाउने व्यक्ति
मूलगोगी छाप्नुन भन्ने बित्तिकै के भयो त अबु भन्ने हुन्छ है। ल अब तलतिर लागौं। यसको जुन माछा समाउने व्यक्तिलाई त अबु भनियो। अनि जुन माछा समाउनको लागि प्रयोग गरिने नाउलाई के भनिन्छ भने असन भनिन्छ। जुन माछा समाउनको लागि प्रयोग गरिने नाउलाई के भनिन्छ त असन भनिन्छ। अनि जुन माछा समाउनको लागि प्रयोग गरिने अर्को जाली हुन्छ नि, जाल कि जाली के भनिन्छ, जालै भनिन्छ होला है। त्यो जाललाई चाहिँ हामी के भन्छौँ, खुमुल है, खुमुल भनिन्छ। ल सबैजना टिप्नु होला। र यदि तपाईँहरूलाई मिनिङै चाहिने भने चाहिँ यसको कुराहरू मैले यो कुराहरू सबै वान लेसनमा व्याख्या गरेको छु है, तपाईँहरूले त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अब रह्यो 13 नम्बरमा छेर्यु छाग्यक बसाइको अवधि भन्दा नि बसाइको योग्यता है। छेर्यु छाग्यक, छाग्यक भनेको के हो त योग्यता भन्ने अर्थ दिन्छ भने छेर्यु छाग्यक बसाइको योग्यता भनेपछि अब बसाइको योग्यता भने के हो त, कुन तरिकाले व्याख्या गरिन्छ हेरौँ है त। छिबुल भनेको के हो त, छिप भनेको घर, छिबुल घरलाई, तनादा भनेको छोड्नु है, तनादा भनेको के हो त छोड्नु अथवा छुट्नु भन्ने अर्थ दिन्छ भने तना भनेको छोडी, तना भनेको के हो त छोडी, जुन छिबुल तना भनेको घरलाई छोडी, अत्पन खोसे भनेको कुनै ठाउँमा है, अत्पन भनेको कुनै, खोसे भनेको के हो त ठाउँमा, खोज भनेको ठाउँ, खोसे ठाउँमा, खास गएर। अनि ममुरुगी उहे भनेको छ है, ममुरुगी उहे भनेको के हो त ममुरुदा भनेको चाहिँ बसोबास गर्नु भन्ने जनाउँछ है। ममुरुदा भनेको के हो त बसोबास गर्नु। जुन हामीको खजुहादा 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 अनि अर्को रह्यो हामीको साल्ला, अनि ममुरुदा भनेको के हो त बसोबास गर्नु भन्ने अर्थ दिन्छ भने ममुरुगी उहे भनेको बसोबासको लागि, इल्जङ हान भनेको के हो त तोकिएको, इल्जङ हान भनेको तोकिएको। अनि सिन्बुनिना भनेको छ है, सिन्बुनिना भनेको के हो त परिचय है, सिन्बुनिना भनेको परिचय वा, सिन्बुन भनेको परिचय, सिन्बुनिना भनेको परिचय वा, छिउई भनेको पद, छिउइरुल पदलाई, खाजिगना भनेको लिने वा, इल्जङहान भनेको तोकिएको अथवा निश्चित गरेको, इरुल कामलाई, हानुन गर्ने, जुन हानुन्दे भनेको गर्दाखेरि, हानुन्दे भनेको के हो त गर्दाखेरि बेस, प्लस नुन्दे भनेको तपाईँहरूले जहिले पनि अविमा दाखेरि भनेर पढ्नुपर्ने हुन्छ, त्यही भएर हानुन्दे गर्दाखेरि। फिर्युआन भनेको फिर्युआन आवश्यक पर्नु, फिर्युआन आवश्यक भएको। छोगन भनेको के हो त शर्त, छोगन शर्थलाई मारामुदा भनिन्छ भनेको छ है। जुन हामीको छेर्यु छाग्यक भनेको के रहेछ त घरलाई छोडी है, घरलाई छोडेर कुनै पनि ठाउँमा गएर तपाईँले बसोबासको लागि तोकिएको परिचय वा पदलाई चाहिँ लिने वा तोकिएको कामलाई गर्दाखेरि आवश्यक पर्ने के रहेछ त छोगन भनेको शर्त, छोगनुल भनेको के हो त शर्थलाई माराम्निदा भनिन्छ भनेको छ है। ल तपाईँहरूले अझ मजाले आफै बुझेर पढ्दा झन् राम्रो हुन्छ है। मैले भनेको अनुसारले भन्दा नि मैले तपाईँहरूलाई नेपालीमा लेखिदिएको छु, त्यो तरिकाले मजाले पढ्नु होला है। ल अब रह्यो हामीहरूको खुल्लोजा, खुल्लोजा भनेको के हो त श्रमिक है, खुल्लोजा भनेको के हो त श्रमिक, छुयचा भनेको पनि श्रमिक, नोदोङजा भनेको पनि के हो त श्रमिक भन्ने अर्थ दिन्छ। अब श्रमिकलाई कसरी व्याख्या गरेको हुन्छ त्यो कुरा हेरौँ है त। छङ हेजिन भनेको निश्चित समयमा है, जुन छङ हेजिन सिगाने भनेको के हो त निश्चित समयमा। अनि ख्युक छे है, ख्युक छे छगिन भने चाहिँ ख्युछेक जगिन भने के हो त, जुन हामीको ख्युछेक जगिन भनेको तपाईँको शारीरिक है, ख्युक छे जगिन भनेको के हो त शारीरिक भन्ने अर्थ दिन्छ भने ख्यु छे जगिन इना भनेको छ शारीरिक वा। छङसिन जगिरो भनेको छ, छङसिन जगुरो भनेको के हो त मानसिक रूपले है, छङसिन जगुरो भनेको मानसिक रूपले, इरुल भनेको कामलाई, हागो गरेर, थोनुल भनेको के हो त पैसालाई, थोनुल भनेको पैसालाई, फात्ता भनेको पाउनु, फात्नुन पाउने, पाउने अथवा लिने, यहाँ हामीले लिने भन्नु पर्यो है, फात्नुन लिने, साराई मिमिदा भनेको के हो त मान्छे हो भनेछ। अब श्रमिक भनेको चाहिँ कस्तो रहेछ त निश्चित समयमा है, निश्चित समयमा चाहिँ शारीरिक वा मानसिक रूपले काम गरेर पैसा प्राप्त गर्ने अथवा पैसा लिने व्यक्ति चाहिँ के रहेछ त श्रमिक रहेछ, त्यो तरिकाले व्याख्या गरेको हुन्छ। अब सरल हामी तलतिर जाउँ, चित्रहरूलाई पनि याद गर्नु होला है। अब रह्यो हामीको छुबु, छुबु भनेको के हो त गृहिणी है, छुबु भनेको गृहिणी अथवा हाउस वाइफ भन्दा पनि भयो है। छुबु भनेको के रहेछ गृहिणी अथवा हाउस वाइफ। अब गृहिणीको बारेमा के कति व्याख्या गरेको छ सरल हेरौँ है त। रहेको छ गृहिणीको बारेमा फोतोङ भनेको प्राय, फोतोङ भनेको के हो त प्राय, छिप भनेको घर, छिप फाकेछ भनेको घर बाहिरमा, फोतोङ प्राय, छिप फाकेछ भनेको घर बाहिरमा, इल भनेको के हो त काम, अनि इल भनेको काम, इल हाजी आन्खो भनेको काम नगरेर है, जुन इल हाजी आन्खो भनेको के हो त काम नगरेर, जुन प्राय घर बाहिर काम नगरेर। खाजङ ए भनेको घरायसी है, खाजङ ए भनेको घरायसी,
खान्दानान भनेको छ। खान्दानादा भनेको साधारण हुनु अनि खान्दानान भनेको के हो त साधारण भयो, साधारण इरुल भनेको कामलाई। अनि तपाईँको मात्ता भनेको जिम्मा लिनु है, मात्ता भनेको के हो त जिम्मा लिनु। अनि जुन माथा छ भने जुन माथा छ भने के हो त जिम्मा लिएर है, माथा छ भने के हो त जिम्मा लिएर हानुन गर्ने। यसङ भनेको के हो त महिला है, लेडिजलाई के भन्छ यसङ भन्छ, यजा यसङ भनिन्छ भने यसङ्गुल भनेको महिलालाई मारन्दा भनेको चाहिँ भनिन्छ भनेको छ। जुन हामीको प्राय घर बाहिर काम नगरेर घराइसी साधारण कामलाई जिम्मा लिएर गर्ने, घराइसी साधारण कामलाई जिम्मा लिएर गर्ने महिलालाई के भनिदो रहेछ त छुबु भनिदो रहेछ। ल सबैजनाले देखिहाल्नु भयो राम्रोसँग। यो कुराहरू कपीमा सारेर नोट बनाएर पढ्ने है। जुन मैले भनेको तरिकाहरूले तपाईँहरूलाई अलिकति दिमागमा नबस्न सक्छ, कपीमा नोट बनाउने अनि आफैले सरर पढ्ने भइहाल्छ है। जुन हाम्रो वान लेसन भित्रको अघिहरू आज मैले सबै समेटेर लिएर आएको छु है। ल हेर्नुहोस् हामीको छुबु भने के हो त हाउसवाइफ अथवा गृहिणी भनिन्छ है। चित्र पनि यस्तो राखेको छु मैले। ल अब हामी लागौँ होइसावन भनेको के हो त कम्पनी कर्मचारी। 16 नम्बरमा आइपुग्यो। होइसावन भनेको के हो त कम्पनी कर्मचारी। अब कम्पनी कर्मचारी भने के हो त जुन हामीको नेपालीमा सरल भनिदिन्छु व्यवसाय तथा संस्थामा रोजगार भई अथवा रोजगारी भई तोकिएको तलब पाएर अथवा तोकिएको तलबलाई लिएर तोकिएको कामलाई सञ्चालन गर्ने मान्छेलाई भनिन्छ भनेपछि त्यो के भयो त होइसावन है। अब सरल म माथि कोरिन पढिदिइहाल्छु, सबैजनाले मजाले हेर्नु होला। यहाँ भनेको छ तपाईँको खियब भनेको व्यवसाय है, खियब भनेको व्यवसाय, तोनुन भनेको तथा है, खियब भनेको व्यवसाय तोनुन तथा। अनि छोजिक भनेको सस्ता, छोजिकको अर्थ चाहिँ के दिन्छ सस्ता भन्ने अर्थ दिन्छ, छोजिके भनेको सस्तामा। अनि खोयोङ थोइ अ भनेको रोजगार भई भन्ने अर्थ दिन्छ, खोयोङ थोइ अ भनेको के हो त रोजगार भई, खोयोङ थोइ दा भनेको रोजगार हुनु, खोयोङ थोइ अ भनेको के हो त रोजगार भई। इल्जङ हान भनेको तोकिएको। अनि खुप्य भनेको जुन खुव्य है, खुव्य भनेको तलब, खुव्यलाई के भन्छ तलब भनिन्छ है, खुव्य भनेको तलब, खुव्य रुल भनेको तलबलाई फातको लिएर। अनि छङहेजिन भनेको तोकिएको, अप्मु भनेको के हो त काम, अप्मु रुल भनेको कामलाई सुयङ हान सञ्चालन गर्ने, सारामुल भनेको मान्छेलाई मारामिदा भनिन्छ भनेको छ है। जुन हामीको व्यवसाय तथा संस्थामा रोजगार भए तोकिएको तलब लिएर तोकिएको कामलाई सञ्चालन गर्ने मान्छेलाई चाहिँ के भनिदो रहेछ त होइसावन है, होइसावन भनिन्छ। होइसावन भनेको कम्पनी कर्मचारी। अब तलतिर लागौँ 17 नम्बरमा रहेको छ संसेङनिम। संसेङनिम भनेको के हो त शिक्षक है, संसेङनिम भनेको शिक्षक भनेपछि अब शिक्षकलाई के कसरी व्याख्या गरेको हुन्छ सर हेरौँ है। शिक्षक भनेको के हो त्यो कुरालाई हेरौँ। शैक्षिक जगिन भनेको जुन हामी शैक्षिक जगिना भनेको के हो त औपचारिक अथवा है, शैक्षिक भनेको औपचारिक, इनाले के जनाउँछ अथवा भन्ने जनाउँछ भने शैक्षिक गिना भनेको के हो त औपचारिक अथवा, फिग्यक्षिक जगुरो भनेको अनौपचारिक अवस्थामा है अथवा अनौपचारिक रूपमा, हाक्यो भनेको विद्यालय, हाक्योना भनेको विद्यालय वा थे हाक्यो एस भनेको विश्वविद्यालयमा अथवा ठुलो विद्यालयमा, हाक्सेङ दुरुल भनेको के हो त विद्यार्थीहरूलाई, हाक्सेङ दुरुल भनेको के हो त विद्यार्थीहरूलाई, खारु छिदा भनेको सिकाउनु, खारु छिनुन सिकाउने, सारामुल भनेको मान्छेलाई, मारामनिदा भनेको छ जुन हामी के त मान्छेलाई भनिन्छ भनेको छ है। जुन मारादा भनेको भन्नु, मारामनिदा भनेको के त भनिन्छ भनेछ। भनेपछि संसेङनिम शिक्षक भने के रहेछ त औपचारिक है, औपचारिक अथवा अनौपचारिक रूपमा विद्यालय अथवा विश्वविद्यालय मा विद्यार्थीहरूलाई सिकाउने व्यक्तिलाई के भनिदो रहेछ त संसेङनिम भनिदो रहेछ। तपाईँलाई पछि तपाईँको यो विद्यालय मात्र नभएर कुनै इन्स्टिच्युटहरू कुनै ठाउँमा सिकाउने मान्छे भनेपछि के भयो त तपाईँको संसेङनिम हुन्छ है। सिकाउने भन्ने बित्तिकै के भयो संसेङनिम। ल अब तलतिर लागौँ। संसेङनिमको चित्र यस्तो रहेछ है संसेङनिम। अनि संसेङनिमलाई के भनौँ न शिक्षकलाई के भनिन्छ मैले जुन वान लेसनको च्याप्टर भिडियोमा मैले सबै लेखिसकेको छु, त्यहाँ गएर हेर्न सक्नुहुनेछ है तपाईँहरू सबैजनाले। ल अब हामी लाग्यौँ 18 नम्बर लास्टमा आइपुगेछौँ। 18 नम्बरमा रहेको छ नोफी माल भनेको के हो त उच्च आदरार्थी भाषा। तपाईँले एउटा रेस्पेक्ट गरेर बोल्ने भाषालाई के भन्छ नोफी माल। अनि नोफी मालको फ्युचर अथवा जुन नोफी मालको फ्युचर मिनिङ कुन रहेछ त तपाईँको छुन्देत माल भनेको नि के हो त उच्च आदरार्थी भाषा। यो नोफी माल र छुन्देत माल भनेको सेम नै हो है, एउटै अर्थ लाग्छ। जुन उच्च आदरार्थी भाषा जुन आफूभन्दा ठुलो
पतले ठुलो उमेरले ठुलो भएको मान्छेलाई अथवा पहिलो पटक भेटेको मान्छेलाई अलिक आदर गरेर उच्च आदर गरेर बोल्ने भाषालाई के भन्छ नोफिमाल अथवा छुन्देत माल भनिन्छ। अब नोफिमाल छुन्देत माल भने के हो त त्यो कुरा सर्र हेरौँ है त। छासिन बुदा भनेको के हो त आफूभन्दा नाइका उमेरले मान्नुन भनेको धेरै भएको जुन मान्थान धेरै हुनु अनि नराउन भनेको एकको भनेपछि धेरै भएको सारामिना मान्छे वा नायिका उमेरले अरियदो भनेको सानो भए तापनि जुन अरिदा भनेको सानो हुनु अरियदो सानो भए तापनि छौँ भनेको हो त लाइफमै छौँ भनेको हो त लाइफमै पहिलो पटक क्या तपाईँको छौँ उसन अनि अर्को रह्यो छौन उसन मन्ज अनि बुथ यिनीहरू सबै पहिलो पटक अथवा सुरुमा भन्ने अर्थ दिन्छ भने तर छौँ चाहिँ तपाईँको लाइफमै पहिलोचोटिका लाइफमै सुरुमा भनेर त्यतिखेर चाहिँ के हुन्छ छौमको प्रयोग हुन्छ भने छौँ मान्न भनेको लाइफमा पहिलो पटक अथवा पहिलो पटक भेटेको सारामिना भने के हो त मान्छे वा फ्याल्लो भनेको खासै फ्याल्लो खाकाच्ची आनुन भनेको खासै नजिक नभएको सारामगो भनेको मान्छेसँग सायङ हानि प्रयोग गर्ने माल भनेको के हो त भाषा माल इम्निदा भनेको छ भाषा हो भनेको छ। जुन हामीको नोफी माल अथवा छुन्देत माल भने के रहेछ त आफूभन्दा उमेरले धेरै ठुलो भएको अथवा धेरै भएको मान्छे वा अथवा उमेरले सानो भए पनि पहिलो पटक जुन उमेरले सानो भए पनि पहिलो पटक लाइफमै पहिलो पटक भेटेको छ भने चाहिँ त्यस्तो मान्छेहरूलाई प्रयोग गरिने भाषाको बारेमा कुरा गरेछ के भयो त नोफी माल है। ल अब तलतिर हेरौँ 19 नम्बरमा रहेको छ फानमाल है। 19 नम्बरमा के छ फानमाल भनेको ठाडो भाषा फानमाल भनेको के हो त ठाडो भाषा अथवा अनादर भाषा भनौँ न। अब यो चाहिँ के रहेछ त हेरौँ है त छागी भनेको आफू है छागी भनेको आफू छागी छासिन खेइन खेबल यो मैले सबै अगाडिको भिडियोमा लेखिसकेको छ है। छागी भनेको आफू छागी बुदा भनेको आफूभन्दा नायिका उमेरले अरिगना भनेको उमेरले सानो वा होइसाएछ कम्पनीमा छिगुइगा भनेको के हो त छिगुइगा छिगुइ भने चाहिँ छिगुइगा भनेको के हो त पदले छिगुइ भनेको पद छिगुइगा भनेको पदले नात्ता भनेको कम हुनु नात्ता भनेको के हो त कम हुनु अथवा सानो हुनु भन्ने बुझाउँछ भने नाजुन भनेको कम भएको अथवा सानो भएको सारामेकी भनेको मान्छेलाई हान्नुन भनेको हान्नुन जुन सारामेकी मान्छेलाई हान्नुन भनेको गर्ने होइन। अब यहाँ के भन्नु पर्यो बोल्ने अनि मारिमनिदा जुन मारिमनिदा भनेको छ है मारिमनिदा भनेको के हो त जुन माल इम्निदा भनेको छ है माल इम्निदा भनेको के हो त भाषा हो भनेको छ। भनेपछि जुन हामीको आफूभन्दा उमेरले सानो वा होइसा जुन कम्पनीमा चाहिँ पदले सानो भएको मान्छेलाई बोल्ने भाषा हो भन्यो भने के बुझ्नुपर्ने रहेछ तपाईँले फानमाल जुन हामीको यहाँ हान्नुन भनेको छ हान्नुन भनेको बोल्ने है जुन हामीको पछाडिपट्टि हान्नुनको पछाडि माल भनेको भाषा आएको छ त्यही कारणले हामीले त्यो हान्नुनलाई बोल्ने भन्ने अर्थ लाउनु पर्छ है। ल तपाईँहरूलाई अवि के कस्तो लाग्यो है र कुन ठाउँबाट हेरिरहनु भएको छ कमेन्ट पनि गर्नु होला। मैले जति सक्दो मैले बुझेको अनुसारले अविहरू यही तरिकाले बनाएर लिएर आएको छु। सबैजनाले राम्रोसँग अध्ययन गर्नु होला तपाईँहरूलाई इक्जामको लागि केही मात्रामा सपोर्ट हुनेछ सपोर्ट मिल्नेछ र भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा सबैजनालाई खामसाम्निदा र तपाईँहरू सबैजनाले यस्तै भिडियोले हेर्न चाहनुहुन्छ भने लाइक र सब्स्क्राइब गर्न अवश्य नभुल्नु होला र कमेन्ट पनि छोड्न नभुल्नु होला। यति भन्दै भोलि हामी लेसन 2 है लेसन 2 को भिडियो लिएर आउनेछौँ। आजको भिडियो चाहिँ यही रहेको छ यति नै रहेको छ। भोलि चाहिँ हामी लेसन 2 बाट भिडियोलाई स्टार्ट गर्नेछौँ। लेसन 2 को के कति मिनिङहरू छ त्यो कुराहरू पनि हेर्दै र त्यो भित्रको अविहरूलाई पनि हामी यसरी नै लेसन सकिएपछि अन्तिममा लिएर आउनेछु अर्को दिनमा। ल